नमस्कार साथीहरू, आज हामी राप्ती राजमार्ग अन्तर्गत पर्ने तुलसीपुर कपुरकोट सडक खण्डमा छौं। यो बाटो हेर्दा जति सुन्दर र रमणीय देखिन्छ, यात्राका लागि भने त्यत्तिकै भयावह र जोखिमपूर्ण छ। प्रकृतिले दिएको यो सुन्दरताको काखमा एउटा क्रूर यथार्थ लुकेको छ। यसको दूरी जम्मा 21 किलोमिटर मात्रै हो, तर बाटोको दुरवस्थाले कहिलेकाहीँ यो छोटो दूरी पार गर्न दिनभरि नै लाग्ने गर्छ। विशेष गरी वर्षायाममा आउने पहिरोले यो सडक कालको पासो जस्तै बनाइदिन्छ। वैकल्पिक बाटाहरू खोजौं भने ती साँगुरा छन् र खोलाले बाढी आउँदा पूर्ण रूपमा ठप्प हुन्छ। यो सडक त एउटा सानो उदाहरण मात्र हो। विकासका कुरा त धेरै भए, तर सल्यानको वास्तविकता अझै पनि उस्तै छ। जो नेताहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कुर्सीमा पुगे, जो प्रधानमन्त्रीको स्वकीय सचिवसम्म पनि बने, उनीहरूले पनि यो सडकको मुहार फेर्न सकेनन्। अब समय आएको छ कि हामी फेरि तिनै नेताहरूलाई भोट दिएर जिताउने, जसले वर्षौंसम्म हाम्रो शास्तिलाई व्यवस्था गरे। भोट हाल्नुभन्दा अगाडि एकपटक कपुरकोटको यो दयनीय अवस्था र तपाईहरूले खेप्नु भएको शास्तिलाई अवश्य सम्झिनु होला। यो सल्यानी जनताको नियति कहिलेसम्म, आफ्नो भविष्यको फैसला आफै गर्नुहोस्। अर्को भिडियोमा भेटौँला। धन्यवाद।